हेलो मिनासान कोन्निचिवा तपाई जापानमा हुनुहुन्छ भने अहिले भनेको वर्किङ भिसामा हुनुहुन्छ भने तपाई आफै भनेको डिपेन्डेन्ट भिसा अप्लाई गर्न चाहनुहुन्छ भने हामी त्यो कसरी अप्लाई गर्ने कुन डकुमेन्ट लाग्छ हामी चाहिँ त्यो फर्ममा के भर्नुपर्छ त्यो सबै मैले आफै भनेको सिकाउन गइरहेको छु। यो भनेको धेरै सिम्पल छ है हैन। आफैले भर्न सके भने तपाई चाहिँ 5 मान 6 मान 10 मानसम्म चाहिँ पैसा भनेको बचाउनुहुन्छ किनभने हामी चाहिँ यो डिपेन्डेन्ट भिसा चाहिँ कुनै वकिल कहाँ गयो भने तपाईसँग 6 मान 10 मानसम्म पैसा भनेको खान्छ के। अब कुनै सेन्पाई कहाँ गयो भने ऊ पनि पैसा खान्छ हैन। हामी त्यसो न त्यसैले हामी कोही कहीँ पनि नगएर तपाई भनेको आफै भनेको एप्लाई गर्नु किनभने यसमा चाहिँ कुनै पनि गाह्रो छैन न। यो डकुमेन्ट भनेको हामी भनेको बनाउने मात्र हो अनि 3टा फर्म भर्न मात्र जरुरी छ है। हामी वकिल कहाँ गयो भने तपाईसँग पुरै डकुमेन्ट चाहिँ बनाउन लगाउँछ। लास्टमा चाहिँ वकिलले के काम गर्छ भन्दाखेरि 3टा फर्म भरेर लास्टमा आफ्नो साइन मात्र हानेर चाहिँ बुझाउँछ के हुन। अब तपाईँ आफै भनेको डकुमेन्ट चाहिँ बनाउन सक्नुभयो भने हामी आफै भनेको डकुमेन्ट चाहिँ भर्न सकिन्छ होइन। यो भर्ने कसरी हो भन्दाखेरि तपाईँलाई म चाहिँ सिकाउन गइरहेको छु। मैले पनि होइन आफ्नो बुढीको चाहिँ मैले आफै भएर चाहिँ मैले एप्लाई गरेको अनि चाहिँ मेरो बुढीको चाहिँ 28 दिनमा चाहिँ सिओई आएको है। त्यसैले होइन हामी चाहिँ डिपेन्डेन्ट भिसा कसरी एप्लाई गर्ने कुन डकुमेन्ट लाग्छ म तपाईँले पुरै भने सिकाउन गइरहेको छु। सुरुमा के छ भन्दाखेरि रिक्वायर्ड डकुमेन्ट्स फर डिपेन्डेन्ट होइन। अब डिपेन्डेन्ट आउने मान्छे होइन अब कुन डकुमेन्ट लाग्छ होइन भन्दाखेरि डिपेन्डेन्ट भिसा एप्लाई गर्दाखेरि कुन डकुमेन्ट लाग्छ। नेपालदेखि आउने मान्छे डिपेन्डेन्ट भिसा आउने मान्छे कुन डकुमेन्ट लाग्छ भन्दाखेरि 1 नम्बरमा के छ फोटो भनेको 4 सेन्टिमिटर बाई 3 सेन्टिमिटर भनेको एउटा लाग्छ। 2 नम्बरमा छ विवाह दर्ता भनेको म्यारेज सर्टिफिकेट भनेको ओरिजिनल लिनु होला। अहिले भनेको नेपालमा तपाईको नेपाली र इङ्ग्लिस भाषामा दुईटैमा दिन्छ। एउटै पेज भनेको तपाईको दुईटै भाषामा हुन्छ त्यसैले काम लाग्छ है। यसले हामी चाहिँ ट्रान्सलेट गर्न जरुरी छैन। 3 नम्बरमा के छ नाता प्रमाणित भनेको हामी चाहिँ होइन अब वार्डा कार्यालयबाट चाहिँ गएर बनाउनु होला होइन। रिलेसनसिप भेरिफिकेसन सर्टिफिकेट हुन्छ त्यो भनेको बनाउन लगाउनु होला। 4 नम्बरमा के छ भन्दाखेरि पासपोर्टको कपी। अब वर्किङ भिसामा भएको मान्छे कुन डकुमेन्ट लाग्छ भन्दाखेरि 1 नम्बरमा जायरो कार्डको फोटोकपी पासपोर्टको फोटोकपी जाइसोको सोमेसो भनेको कम्पनीमा गएर हामी भने तपाईँले बनाएर दिन्छ। 4 नम्बर 5 नम्बर 6 नम्बर 3टा भनेको चाहिँ हामी स्याक्सो भनेको स्याक्सोमा हामी गयो भने तपाईँले बनाएर दिन्छ। खाजे सोमेसो नौजे सोमेसो जुम्मिन हो 3टा भनेको हामी स्याक्सोमा गयो भने दिन्छ। 7 नम्बरमा के छ भन्दाखेरि एप्लिकेसन फर्म भनेको यही हो 1 2 3 हामी यो 3टा फर्म भर्ने अनि बुझाउने। 8 नम्बरमा के छ भन्दाखेरि बैंक ब्यालेन्स तपाईसँग न तपाईको खातामा चाहिँ 20 मान 25 मान 30 मान हुन छ भने हामी त्यसको चाहिँ फोटोकपी गर्नु होला। फोटोकपी गर्ने बेलामा जुन तपाईको बैंक खाता छ सबैभन्दा माथिको हुन कभर फोटो किनभने तपाईको कुन बैंक हो हुन हामी कभर फोटोकपी गरे भने त्यहाँ भनेको देखिन्छ। मान तपाईको जेपी बैंक हो भने हामी जेपी बैंकको सबैभन्दा अगाडिको हामी कभर फोटोकपी गर्ने। सेकेन्ड पेज भनेको न अब त्यहाँ तपाईँको खाता नम्बर तपाईँको नाम लेखेको हुनाले गर्दाखेरि सेकेन्ड पेज फोटोकपी गर्ने। अनि भनेको लास्ट पेज जुन तपाईँको बैंक ब्यालेन्स छ नि त्यो लास्ट पेज हामी फोटोकपी गर्ने। हामी 3टा भनेको फोटोकपी गर्नुपर्छ यसको लागि है बैंक ब्यालेन्सको लागि। 9 नम्बरमा के छ भन्दाखेरि अब तपाईँ भनेको सेलेरी सिट भनेको हामी कम्पनीबाट चाहिँ हुन अब जुन हामी पाइन्छ नि सेलेरी सिट भनेको त्यो हामी 3 महिनाको चाहिँ बुझाउने। यति हामी गर्न सक्यो भने यति हामी बुझाउन सक्यो भने अनि भनेको हामी 3टा फर्म चाहिँ भर्न सक्यो भने तपाईँ आफै भनेको एप्लाई गर्न सक्नुहुन्छ। फर्म हामी के भर्ने कसरी भर्ने म तपाईँले पुरै भनेको राम्रोसँग सिकाउन गइरहेको छु। राम्रोसँग हेर्नु होला। यो भनेको के हो भन्दाखेरि पहिलो पेज यो भनेको पहिलो पेज भनेको 1 देखि लिएर 21 नम्बर अर्को चाहिँ 22 देखि लिएर 24 नम्बर अर्को भनेको लास्टमा तपाईँको न यो भन्नु पेपर छैन। हामी यो 3टा फर्म भनेको हामी कहाँ कसरी लिने भन्दाखेरि मैले यो भिडियोको कमेन्टमा चाहिँ लिङ्क राखिदिन्छु। त्यो लिङ्कमा तपाईँले क्लिक गरे भने यो 3टा पेपर भनेको देखिन्छ। हामी 3टा पेपर भनेको डाउनलोड गरेर अनि भनेको कोम्बिनीमा गएर निकाल्नु होला। एउटा भनेको 10 एन 20 एन 30 एन लाग्छ। तपाईँ होइन अब निकाल्न आएन भने हामी गएर इमिग्रेसन गयो भने तपाईँले चाहिँ यो पेपर भनेको दिन्छ होइन। अब हामी इमिग्रेसन भनेको टाढा भएको हुनाले गर्दाखेरि होइन अब नजिकै होइन अब हामी फ्यामिलीबाट पनि निकाल्न सकिन्छ। त्यसैले होइन मैले यो कमेन्टमा चाहिँ लिङ्क राखेको छु है। अब हामी फर्म कसरी भर्ने है फर्म कसरी भर्ने भन्दाखेरि सुरुमा 1 नम्बरमा के छ भन्दाखेरि फोटो भनेको 4/3 होइन। जुन तपाईँ नेपालदेखि फोटो भनेको 4/3 मगाउनु भएको थियो भने त्यही फोटो भनेको यहाँ लगाएर हामी टाँस दिने। यहाँ हामी टाँस्ने है 4/3।
1 नम्बरमा के छ भन्दाखेरि नेपाल हामी यही नै लेखिदिने। 2 नम्बरमा के छ भन्दाखेरि डिपेन्डेन्ट भिसामा आउने मान्छेको चाहिँ डेट अफ बर्थ कति हो, साल कति हो, महिना कति हो, दिन कति हो, हामी चाहिँ यो लेख्ने। 3 नम्बरमा के छ भन्दाखेरि डिपेन्डेन्ट भिसामा आउने मान्छेको नाम के हो, सुरुमा थर लेख्नु, पछि तपाईँ नाम लेख्नु। लेख्ने बेलामा क्यापिटल लेटर लेख्दा राम्रो हुन्छ है। 4 नम्बरमा के छ भन्दाखेरि न अब केटा हो भने मेलमा, केटी हो भने फिमेलमा। 5 नम्बरमा के छ भन्दाखेरि बर्थ प्लेस भनेको न प्लेस अफ बर्थ भनेको नेपाल लेख्नु, त्यो पुरै लेख्न जरुरी छैन, नेपाल लेखिदिनु। 6 नम्बरमा के छ भन्दाखेरि म्यारिडमा टिक हानिदिनु। 7 नम्बरमा के छ भन्दाखेरि अब नेपालदेखि डिपेन्डेन्ट भिसामा आउने भनेको तपाईँको बुढी हो आउँदै हो भने हामी यो खान्जी लेख्दैनौँ है। सिउफू भनेको चाहिँ घरासी काम गरेको छ होइन, कुनै पनि त्यस्तो भन्दाखेरि अकुपेसन गरेको छैन होइन, सिउफू लेखे हुन्छ। अब नेपालदेखि तपाईँको बुढा आउँदै हुनुहुन्छ भने होइन अब के काम गर्नुहुन्छ त्यो हामी लेखे पनि हुन्छ, अथवा चाहिँ नासी लेखे पनि हुन्छ। नासी भनेको काम गरेको छैन है, नासी नासी लेखे पनि हुन्छ है, नासी नासी होइन, नासी लेखे पनि हुन्छ है, नासी। किनभने होइन अब एक महिना अगाडि होइन एउटा भाइले मैले फोन गर्दै है, उहाँ होइन यस्तो के थियो भने उहाँको बुढी भनेको चाहिँ उहाँको बुढी भनेको उहाँको बुढी भनेको चाहिँ के थियो भन्दाखेरि टिचर के टिचर। अनि डिपेन्डेन्ट भिसा एप्लाई गर्नुभयो भने होइन 1 महिना पछि भनेको उहाँ के हुन इमिग्रेसनले के भन्यो भन्दाखेरि तपाईँको बुढी भनेको टिचर हो भने अब टिचर हो भने त्यसलाई प्रमाणित गर्नुहोस् के, डकुमेन्ट लाउनुहोस् भन्नुभयो कि। त्यसैले हुन अब हामी होइन अब यहाँ नासी लेखे पनि हुन्छ है। अब तपाईँको हस्बेन्ड भनेको काम गरेको छैन भने, तपाईँको हस्बेन्ड चाहिँ काम गर्नु भएको छैन भने हामी अकुपेसन भनेको नासी लेख्नु होला कि, काम गरेको छैन। तपाईँको बुढी हो भने हामी सिउफू लेखे हुन्छ। सिउफूको कुनै पनि डकुमेन्ट लाग्दैन के भन्दा, किनभने सिउफू भनेको के हो, घरासी काम गरेको छ के, हामी सिउफू लेख्नु होला है। अब होइन यो डिपेन्डेन्ट भिसामा होइन अब केटी आएको छ भने है, तपाईँको बुढी आउँदै हुनुहुन्छ भने है। 8 नम्बरमा के छ भन्दाखेरि न तपाईँको नेपालको एड्रेस के हो, नेपालको एड्रेस के हो न तपाईँको पासपोर्टमा लेख्यो होला है। जस्तै मेरो के थियो भन्दाखेरि गैडाहावा 6 रूपन्देही नेपाल होइन, यसरी गरेर चाहिँ तपाईँ आफ्नो चाहिँ नेपालको चाहिँ होइन एड्रेस के हो त्यो चाहिँ लेख्नु होला। 9 नम्बरमा के छ भन्दाखेरि न जापानको एड्रेस के हो, जापान चाहिँ कुन एड्रेसमा चाहिँ डिपेन्डेन्ट भिसा भएको मान्छे आउने हो, मोबाइल नम्बर कति हो चाहिँ त्यो भनेको लेख्नु होला होइन। अब वर्किङ भिसा भएको मान्छेको होइन मोबाइल नम्बर लेख्नु होला। 10 नम्बरमा के छ भन्दाखेरि डिपेन्डेन्ट भिसामा आउने मान्छेको चाहिँ पासपोर्ट नम्बर कति हो त्यो चाहिँ लेख्नु होला। त्यो एक्सपायर पासपोर्ट कहिले एक्सपायर हुन्छ त्यो भनेर लेख्नु होला। 11 नम्बरमा के छ भन्दाखेरि यहाँ छ नि डिपेन्डेन्ट, हामी डिपेन्डेन्टमा चाहिँ टिक चाहिँ लगाउनु होला। 11 मा चाहिँ डिपेन्डेन्ट टिक लगाउनु होला। 12 नम्बरमा के छ भन्दाखेरि डेट अफ इन्ट्री होइन, जापान चाहिँ कहिले आउने चाहिँ तपाईँ सोच्नु भएको छ है। मानव तपाईँ चाहिँ अहिले भने एप्लाई गर्नुहुन्छ भने होइन, तपाईँ मानव तपाईँ भिसा भनेको आज एप्लाई गर्दै हुनुहुन्छ भने आजदेखि चाहिँ 3 महिना पछाडिको चाहिँ यहाँ एड्रेस लेख्नु होला है। एड्रेस भनौँ न तपाईँ होइन 3 महिना पछाडिको चाहिँ यहाँ भनेको डेट लेख्नु होला, मिति लेख्नु होला। किन भन्दाखेरि जापान कहिले आउने तपाईँ सोच्नु भएको छ कि, आफ्नो बुढीले चाहिँ जापान चाहिँ कहिले भनेको ल्याउन सोच्नु भएको छ। हामी आज भने भिसा एप्लाई गऱ्यो भने तपाईँको सिउई आउन भनेको 2 महिना 3 महिना लाग्छ। त्यसैले हुन यहाँ हामी चाहिँ त्यो एप्लाई गरेको दिनदेखि चाहिँ 3 महिना पछाडिको चाहिँ यहाँ भनेको मिति चाहिँ लेख्नु होला। 13 नम्बरमा के छ भन्दाखेरि पोर्ट अफ इन्ट्री भनेको जापान कुन एयरपोर्टमा आउने के। अब होइन नरिता कोकोसाई कुकु हो भने हामी यहाँ लेखिदिने होइन। अब प्रायः भने सबैको यही नै हुन्छ है। अब नरिता कोकोसाई कोको हामी चाहिँ यही लेख्दिने है। अब आउने भनेको यही यहाँ सबै प्रायः आउँछन् के। 14 नम्बरमा के छ भन्दाखेरि न अब हामी चाहिँ त्यो होइन भिसा एप्लाई गर्ने बेलामा होइन अब के हो भन्दाखेरि हामी सिओई भनेको कति वर्ष राख्ने के, सिओई भनेको कति वर्ष राख्ने, 3 साल 5 साल, हामी 3 साल लेखे पनि हुन्छ 5 साल लेखे पनि हुन्छ। एउटा चाहिँ लेख्नु होला है, एउटा चाहिँ लेख्नु होला। 15 नम्बरमा के छ भन्दाखेरि अब नेपालदेखि आउँदाखेरि यदि सिङ्गल हो भने हामी नासीमा गर्ने, नेपालदेखि होइन यदि चाहिँ तपाईँको बुढी भनेको होइन सिङ्गल आउँदै हुनुहुन्छ भने यहाँ नासी लेख्ने। अब नेपालदेखि अब कोही मान्छे सँगै आउँदै हुनुहुन्छ भने यहाँ यस लेख्ने, यस है। यस प्रायः भने सबैको नो होला है, प्रायः सबैको नो हुन्छ है। अब अर्को तपाईँको 16 नम्बरमा के छ भन्दाखेरि न सिओई आइसकेपछि हामी चाहिँ भिसा कहाँ एप्लाई गर्ने भन्दाखेरि एम्बेसी अफ जापान, पानी पोखरी, काठमाडौँ, नेपाल, हामी चाहिँ यही चाहिँ सेम टु सेम लेखिदिनु होला। 17 नम्बरमा के छ भन्दाखेरि न पास्ट इन्ट्री इन्टु द डिपार्चर फ्रम जापान होइन, तपाईँ जापान चाहिँ होइन पास्ट इन्ट्री भने गर्नु भएको छ छैन होइन, प्रायः धेरैजना गरेको हुन्न कि नो लेख्नु नो है।
18 नम्बरमा के छ भन्दाखेरि पास्ट हिस्ट्री अफ एप्लाइङ फर सर्टिफिकेट अफ इलिजिबिलिटी भन्दाखेरि तपाईँ अहिले भनेको डिपेन्डेन्ट भिसा एप्लाई गर्दै हुनुहुन्छ भने त्योभन्दा अगाडि तपाईँ जापानको लागि कुनै भिसामा एप्लाई गर्नु भएको थियो कि थिएन के तपाईँले भिसा एप्लाई गर्नु भएको थिएन भने हामी नोमा लेख्नु। तर अब डिपेन्डेन्ट भिसा एप्लाई गर्नुभन्दा अगाडि तपाईँ एसएडब्ल्यूमा एप्लाई गर्नुभयो अरू स्टुडेन्ट भिसामा एप्लाई गर्नुभयो भने सिवै आएन के। अब कतिपटक तपाईँ एप्लाई गर्नुभयो त्यो हामी यहाँ यस लेखेर या 2 पटक हो भने 2 पटक लेख्नु होला है, 1 पटक भने यहाँ 1 पटक लेख्नु होला है। 19 नम्बरमा के छ भन्दाखेरि तपाईँ अहिलेसम्म चाहिँ क्राइम गर्नुभएको छ कि छैन हामी यसमा नो लेख्नु होला, यस नलेख्नु है, नो लेख्नु होला यसमा है। 20 नम्बरमा के चाहिँ नो लेख्नु होला। 21 नम्बरमा के छ भन्दाखेरि जापान डिपेन्डेन्ट भिसामा आउने मान्छेको चाहिँ जापानमा कोही फ्यामिली छ कि छैन यसमा हामी यस लेख्नु हो, यस है। अब जापानमा वर्किङ भिसामा अब बुढा हुनुहुन्छ भने यहाँ हामी ओत्तो खान्जी है, ओत्तो हामी लेख्ने, हस्बेन्डको नाम लेख्ने, हस्बेन्डको डेट अफ बर्थ लेख्ने, नेपाल लेख्ने, यसमा यस लेख्ने, कम्पनीको नाम लेख्ने, जाडो कार्डको नम्बर लेख्ने। जापानमा वर्किङ भिसामा बुढी हो भने यहाँ चुमाको खान्जी लेख्ने, बुढीको नाम लेख्ने, बुढीको डेट अफ बर्थ लेख्ने, नेपाल लेख्ने, यस लेख्ने, कम्पनीको नाम लेख्ने, जाडो कार्ड नम्बर लेख्ने। यति हामीले लेख्न सक्यो भने तपाईँको चाहिँ पहिलो पेज भनेको सकिहाल्यो। अब भनेको सेकेन्ड पेज भनेको के छ भन्दाखेरि सेकेन्ड पेज पनि धेरै भनेको सिम्पल छ है। यहाँ तपाईँको 22 नम्बरदेखि लिएर कति छ भन्दाखेरि 24 नम्बरसम्म। 22 नम्बरमा के छ भन्दाखेरि तपाईँ भनेको जापानमा बिए भनेको जापानी केटीसँग विवाह गर्नुभएको छ भने यो चाहिँ माथि भनेको 1 र 2 नम्बर चाहिँ जापानी केटीसँग विवाह गरेको खण्ड चाहिँ हामी भर्ने हो। तर तपाईँ चाहिँ नेपाली केटीसँग विवाह गर्नुभएको छ भने हामी 2 नम्बर लेख्नु होला किन भन्दाखेरि हामी भनेको विवाह दर्ता भनेको नेपालको चाहिँ वार्डा कार्यालयबाट बनाइन्छ होइन। अब 2 नम्बर भनेको तपाईँ अब विवाह दर्ता भनेको कुन वार्डा कार्यालयबाट बनाउनु भएको छ भने त्यो वार्डा कार्यालय भनेको यहाँ लेख्नु होला। जस्तै मैले कहाँबाट बनाएको थिएँ भन्दाखेरि गैराहावा रुरल म्युनिसिपालिटी 6 रूपन्देही नेपाल तपाईँ भनेको विवाह दर्ता भनेको कुन म्युनिसिपालिटीबाट बनाउनु भएको भने त्यो भनेको लेख्नु होला, या त्यसको नाम भनेको लेख्नु होला। त्यो तपाईँ विवाह दर्ता भनेको कहिले बनाउनु भएको, डेट अफ रेजिस्ट्रेसन कहिले बनाउनु भएको भने त तपाईँको विवाह दर्तामा चाहिँ लेखेको छ, त्यो भनेको साल महिना दिन भनेको लेख्नु होला। 23 नम्बरमा के छ भन्दाखेरि ग्रान्टरमा चाहिँ टिक लगाउनु होला, यसमा चाहिँ टिक लगाउनु होला है। अब 24 नम्बरमा के छ भन्दाखेरि वर्किङ भिसामा हुने मान्छेको चाहिँ नाम लेख्नु होला। वर्किङ भिसामा हुने मान्छे अब नाता भनेको जापानदेखि यदि चाहिँ बुढी आउँदै भने यहाँ भनेको ओत्तो भनेको हस्बेन्ड लेख्नु होला। जापानदेखि बुढा आउँदै हुन्छ भने यहाँ तपाईँको बुढीको नाम हुन्छ भने यहाँ तपाईँको चुमा खान्जी हुन्छ है। यो भनेको म हो कि भन्दाखेरि म भने हस्बेन्ड हो कि त्यसरी मेरो बुढी नेपालदेखि आएको हुनाले गर्दाखेरि मैले यहाँ चाहिँ ओत्तो भनेको लेखेको थिएँ है। यहाँ भनेको जापानमा हुने मान्छे भनेको को हो नाम लेख्ने, अब एड्रेस लेख्ने, मोबाइल नम्बर लेख्नु है। लास्टमा के छ भन्दाखेरि अब जापानमा हुने मान्छेको नाम लेख्ने, जुन दिन हामी भिसा एप्लाई गरिन्छ नि त्यो दिनको चाहिँ यहाँ भनेको हामी डेट लेख्ने के। यति हामी लेख्न सक्यो भने तपाईँको 2टा पेज भनेको सकिहाल्यो। लास्ट पेज भनेको तपाईँको 3 नम्बरमा छ है। त्यो लास्ट पेज तपाईँको लास्ट पेज छ है। यो भन्दा पनि धेरै सिम्पल छ कि नेम अफ द फ्यामिली मेम्बर टु बी सपोर्टेड हामी चाहिँ कुन मान्छेले सपोर्ट गरेछौँ भन्दाखेरि जुन मान्छे नेपालदेखि आइरहेको छ, डिपेन्डेन्ट भिसामा आइरहेको छ, उसको थर चाहिँ नाम लेख्नु होला। 2 नम्बरमा के छ भन्दाखेरि सपोर्टर अब डिपेन्डेन्ट भिसामा आउने मान्छेले हामी सपोर्ट को गर्दैछ पर सपोर्ट गर्ने मान्छे को भन्दाखेरि जापानमा वर्किङ भिसामा हुने मान्छे भनेको सपोर्ट गरिरहेको छ, त्यसैले वर्किङ भिसामा भएको मान्छेको चाहिँ नाम लेख्नु होला। अनि भनेको डेट अफ बर्थ लेख्नु होला, नेसनलिटी भनेको नेपाल लेख्नु होला, अनि जाडो कार्ड नम्बर लेख्नु होला। अनि जाडो कार्डको सिखाएको के हो, जाडो कार्डमा तपाईँको लेख्यो होला है, जाडो सिखाएको के हो त्यो चाहिँ लेख्नु होला। जाडो कार्ड भनेको कति सालको छ कि त्यो लेख्नु होला। अनि जाडो कार्ड भनेको डेट अफ एक्सपायर कहिले हुन्छ त्यो भनेको लेख्नु होला। 8 नम्बर भनेको यो के हो भन्दाखेरि अब डिपेन्डेन्ट भिसामा आउने मान्छेको चाहिँ तपाईँ नाता को लाग्नुहुन्छ अब जापानमा हुने मान्छे भनेको चाहिँ डिपेन्डेन्ट भिसामा आउने मान्छेको नाता तपाईँको के हो जस्तै मेरो नेपालदेखि बुढी आउँदैछ भने मेरो बुढीको लागि म के हो भन्दाखेरि म हस्बेन्ड हो कि, मैले हस्बेन्ड लेखेको छु है। अब नेपालदेखि तपाईँ अब बुढा बोलाउँदै हुनुहुन्छ भने तपाईँ यसमा टिक लगाउनु होला, किनभने अब तपाईँ नेपालदेखि बुढा बोलाउँदै हुनुहुन्छ भने बुढाको तपाईँ बुढी हो कि, हामी यहाँ बुढी चाहिँ लेख्नु होला है।
9 नम्बरमा के छ भन्दाखेरि अब वर्किङ भिसामा हुन भएको मान्छेको चाहिँ कम्पनीको नाम के हो। यदि भने तपाईँको त्यो कम्पनीको चाहिँ ब्रान्चमा काम गर्नुभएको छ भने ब्रान्चको नाम के हो। तपाईँको कम्पनीको चाहिँ होजिन बानको कति हुन्छ त्यहाँ चाहिँ लेख्नु होला। यो होजिन बानको आएन भने हामी गुगलमा चाहिँ आफ्नो कम्पनीको नाम लेखेर चाहिँ होजिन बानको सर्च गऱ्यो भने त्यहाँ तपाईँको चाहिँ होजिन बानको भनेको देखिन्छ। त्यो पनि आएन भने आफ्नो कम्पनीमा गएर होजिन बानको ओसिएते कुरासाई भन्नुभयो भने तपाईँले बताउँछ सिकाउँछ हामी चाहिँ यहाँ लेख्नु होला। अब 12 नम्बरमा के छ भन्दाखेरि तपाईँको कम्पनीको एड्रेस के हो त्यो चाहिँ लेख्नु होला। तपाईँको कम्पनीको मोबाइल नम्बर के हो लेख्नु होला। 13 नम्बरमा के छ भन्दाखेरि तपाईँको चाहिँ एनुअल इन्कम भनेको वार्षिक आम्दानी कति हुन्छ त्यो चाहिँ लेख्नु होला। यति लेखिसकेपछि यहाँ के छ भन्दाखेरि बोलाउनेको नाम भनेको वर्किङ भिसामा हुने मान्छेको नाम लेख्नु होला। जुन दिन हामी भिसा एप्लाई गरिन्छ त्यो दिन चाहिँ डेट चाहिँ लेख्नु होला। यो तल हामी लेख्न भनेको जरुरी छैन। यो भनेको के हो वकिलले लेख्ने हो। हामी चाहिँ यो लेख्न पर्दैन है। यो हामी लेख्न पर्दैन। हामी यति मात्र चाहिँ लेख्नुपर्ने छ। यति हामी लेख्न सक्यो भने हामी 3टा पेज हामी 3टा पेज भर्ने अनि यो पुरै डकुमेन्ट हामी नेपालदेखि जापानदेखि सेक्सोदेखि कम्पनीदेखि बनाउने सबै डकुमेन्ट यो 3टा डकुमेन्ट हामी लिएर चाहिँ गएर हामी चाहिँ न्यू खानमा गएर एप्लाई गरिदिन्छ। यति एप्लाई गर्न सक्यो भने तपाईँको सिवै भनेको अब इमिग्रेसन अनुसार भनेको फरक हुन्छ कि अहिले टोकियो भनेको धेरै बिजी छ। टोकियोमा तपाईँको अब 3 देखि अब 6 महिना लागेको छ भने टोकियोमा अब गाउँ एरिया भने तपाईँको 3 मन्थसम्म लागेको छ है। 3 मन्थसम्म लागेको छ है। त्यसले यो चाहिँ फिक्स भनेको छैन है। यो भनेको फिक्स छैन होइन। तपाईँ मेरो भनेको के हो भन्दाखेरि 3 महिनामा आउने हो कि तर भन्दाखेरि 3 महिना भन्दा अहिले चाहिँ प्लस लागेको छ होइन। त्यसले हामी चाहिँ यो भनेको डकुमेन्ट बनाउने फर्म भर्ने अनि बुझा भने तपाईँको सिवै भनेको सिवर भनेको आउँछ होइन। यदि हामी गर्न सक्यो भने तपाईँ चाहिँ अब 5 मानदेखि लिएर 10 मानसम्म पैसा बचाउन सक्नुहुन्छ। बाई बाई। उसका समरस्ता।